यहाँ माथि पनि यहाँ तल पनि पुरा माछा माछा भएको त टाइपको स्मेल आइरहेको छ हामीबाट त यस्तो पनि रहेछ नाइट स्टेको लागि होला यो चाहिँ हामी चाहिँ यहाँ बस्नु लागेको खै त्यो ए कस्तो मजाको हावाको है सिट झलक छ नि आजकल त धेरै भयो नि त राखेको त्यो खाने पनि त्यसले स्टोरेज दिएको छ त्यो गइजान्छ कि सकिजान्छ कस्तो छ आमा मिठो भन्छ अलि उता राख्नु त्यो बुढो त छिटो गयो नि त ए तपाईँको त जिब्रो उस भएछ भन्थ्यो होइन त्यो त वास्तवमाको होला कि छिटो सोनानु उस माग्नु पनि मिठो भएछ मिठो भएछ क्या कतिवटा काट्यो होला है यो कतिवटा खाउको गर्नु एउटा खायौँ दुईटा तिनटा चारवटा ठुल्ठुलो रहेछ क्या छवटा सातवटा मात्र खाउ गर्ने थाहा भइहाल्छ नि कतिवटा सातवटामा 3 किलो हो 5 7 8 9 वटामा तिम्रो त धेरै नै हुने क्या ठुलो हुन्छ नि त यो मासु हाम्रो आमाले के भइरहेको छ माछा हाम्रो आमा त कस्तो रोस्ट खान्छ यो नि रोस्टै भयो साँच्चै भयो खान्थ्यो सानो भयो तिमीलाई खाऊ बिचरा एउटा आएर अगाइहाल्यो नि त्यो झुरुम भएछ क्या न आमालाई गाह्रो त भएछ न टिकटकमा देखाएको थिएन के गरे यसरी पाउँछ भनेर लानुहरूसँग बिहार नि खान्छ है कति कोसिस लिएर आउँछ है तिनीहरूले पनि केही नखाने रहेछ यहीँ हालिदिनु अलिकति खाऊँ न भयो भाइ थ्याङ्क यू आमाले नि खाने आमाले नि घिउ हाने रे ल तपाईँलाई पो पर्दैन मैले आमा घिउ बाबा खाने किनभने डिप गरेको छ दाल थोरै ल्याएर
प्रस्थान गर्न लाग्यो हाम्रो आमा राइसक्यो ल खोइ खोइ त भुन्टी ए के भयो त्यसलाई ल अब फेरि पोखर होइन यो मान्छेहरू कति हो अझै आउँदैछ के मान्छे यस्तो चिसो आहा मै त मजाको भएछ